थारू गीत तर्दै थिएँ क्या धान रोप्न जानको लागि गङ्गटे मिल नानी नानी मुरी झापे बेला बानर हेलो साथीहरु फेरि पनि सम्पूर्णलाई नमस्ते अनि वेलकम छ मेरो न्यू डेली भ्लगमा। म रोशनी चौधारी उदयपुर देउरीबाट छु र आजको मेरो भ्लगको सुरुवात साथीहरु म चाहिँ बिहान उठेर खानासाना पकाइसकेर अनि आरुष दीपिका सबैलाई रेडी बनाइसके र अनि स्कुल पुर्याउन जाँदै छु साथीहरु। अनि त्यहीबाट चाहिँ आज चाहिँ मेरो नानीले चाहिँ बोलाउनु भएको छ रोपाई गर्नको लागि हैन साथीहरु। त्यही भएर चाहिँ यसरी नै पुर्याउँदै आरुष र दीपिकालाई स्कुलबाट पुर्याउँदै अनि उतैबाट अनि उहाँ चाहिँ काममा जानुहुन्छ, म चाहिँ त्यही झरेर नानी घर जान्छु बाटो हुँदै है साथीहरु। त मेरो नानीहरुले चाहिँ कति धेरै खेती गर्नुहुन्छ के साथीहरु। अनि त्यही भएर चाहिँ हामी चाहिँ सबैजना सघाउन जान्छौं। नानालाई चाहिँ भन्छौं नगर्नु भनेर त्यति धेरै, तर पनि उहाँ चाहिँ यति धेरै मन प्रेमी क्या त्यो खेतीको, अनि त्यही भएर धेरै नै गर्नुहुन्छ साथीहरु। अनि म चाहिँ आरुष दीपिकालाई स्कुलतिर छोडेर चाहिँ लागे। अनि यहाँ बाटोमा के साथीहरु यहाँ कस्तो हेर्नु न कति धेरै बाढी आएको हाम्रो त्रियुगा खोलामा। यो चाहिँ त्रियुगा खोला हो, त्रियुगा खोलाको चाहिँ बाढी यति धेरै। अनि यो बाढी चाहिँ यो चोटि भनौं न हिजो र आज यति धेरै बढेको, नभए चाहिँ अस्तिदेखि पानी परेको थिएन। अनि के कस्तो गाह्रो भएको थियो हेर्न सक्नुहुन्छ यति धेरै। अनि यो बाटो चाहिँ अलिक राम्रो छैन के साथीहरु, कस्तो तर्नको लागि कस्तो गाह्रो हुने, पानीहरु धेरै हुने, पानी पर्दाखेरि अप्ठ्यारो हुने। अनि कहिले भन्छ थाहा छैन यो चाहिँ सिमेन्ट फ्याक्ट्रीको जाने पनि बाटो हो। अनि यहाँ चाहिँ कस्तो राम्रो भ्यू देखेछ साथीहरु बाटोमा। अनि यस्तो गर्दा गर्दै म चाहिँ आइपुगे नानीको घर। कोही पनि छैन क्यार, सबै खेततिर जानुपर्छ कि कोही पनि छैन। नानी नानी सायदै नानी नानी भने मैले, नानी चाहिँ हुनुहुन्न। अनि यहाँ खेत आए त सबैजना खेतमै हुनुहुन्थ्यो साथीहरु। अनि मलाई चाहिँ मामाले काममा लाइहाल्नु भयो आउने बित्तिकै। मामाले चाहिँ यहाँ बिउ ओसार्दै हुनुहुन्थ्यो। यो पनि खेत हो अनि अर्को ठाउँ पनि छ, कति धेरै छ के 3-4 ठाउँै छ, 10 कट्ठा 5 कट्ठा 15 कट्ठा 1 बिघा त्यस्तै छ। अनि रोपाई पनि 1 महिना नै लाग्छ हैन साथीहरु सकिनको लागि। अनि मामाले चाहिँ यसरी ओसार्दै हुनुहुन्छ। बिउ चाहिँ यसै गडामा राख्नु भएको थियो यतातिरकैमै। अनि म चाउन बित्तिकै ठ्याक्कै काममा लागिहाल्यो उहाँलाई सघाउनको लागि। अनि हेर्न सक्नु साथीहरु यो चाहिँ खौर लाको भनौं न, पहिले नै रोपेर अनि फेरि उखालेको के। अनि यो बिउ चाहिँ अलि राम्रो हुन्छ अरे, अनि मर्दैन, अलि राम्ररी फल्छ। त्यही भएर प्राय मेरो नानीहरुलाई चाहिँ यसै गरी नै बिउ राख्नुहुन्छ, पहिले नै उ गरेर ओसार अनि त्यसपछि फेरि त्यसलाई रोपेर अनि फेरि उखाल्ने के साथीहरु। अनि आज चाहिँ कस्तो के साथीहरु हिजोदेखि त्यो यसपालि त्यति धेरै मैले खेती पनि रोपेको छैन के, त्यही भएर त्यही पनि कस्तो खुट्टा दुखेर मलाई यो पानीले खाएर। अनि भन्नुहुन्छ पानीले नि खान्छ होला भनेर, त अब हिल्लोमा बसेपछि पानी चेन्ज भएपछि त खाइहाल्छ साथीहरु। अनि यो चाहिँ सबै मुठाहरु चाहिँ यसरी माथि आलीमा राख्दैछु, किनभने यो पानी गरियो भने चाहिँ अलिक हलुङ्गा हुन्छ ओसार्नको लागि र जिउमा पनि पर्दैन हैन त साथीहरु। अनि म चाहिँ यहाँ ठ्याक्कै आइपुगे त यहाँ मलाई के देखियो जानको लागि गङ्गटे मिल भेट गेल हमरा काको। उई ये देखो मैले छोडिदिए के म खादिन नि त, त्यही भएर मलाई मार्नु पनि मन पर्दैन। सो साथीहरु हजुरहरुलाई चाहिँ के भन्नुहुन्छ यसलाई है। अनि यहाँमा आइपुग्दाखेरि त नानी र यहाँ मौसी 2टा मौसी मेरो मम्मी पनि आउनु भएको छ। अनि आधी खेत चाहिँ रोप्दै हुनुहुन्छ। अनि हेर्न सक्नुहुन्छ के साथीहरु मेरो नानी पनि यस्तो बुढी भइसक्नु भएको छ, तर पनि क्या नाना नानी दुईटैलाई खेती यति मन पर्ने। र आज 2-3 दिनदेखि चाहिँ लाग्दैछ कि अब बर्खा आयो भनेर, नभए त अस्तिदेखि पानी नै परिरहेको थिएन, यतिकै घाममा रोपिरहेको थियौं। अनि अहिले चाहिँ अलि चिसो मौसम, जताततै ट्र्याक्टर गुडिरहेछ। अनि उ चाहिँ हाम्रो नाना हुनुहुन्छ मेरो नानाजी। अनि कति धेरै काम गर्ने, खेती यति मन पर्ने कि कुरै छोड्दिनु जति बेला नि खेततिर नै हुनु, मतलब खेततिर नै आइराख्नु हुने। अनि अहिले चाहिँ उहाँ बिउ ओसार्दै हुनुहुन्छ। अनि साथीहरु म पनि लागे खेत रोप्नेतर्फ, आधी त रोपिसक्यौं। अनि क्यामेराम्यान पनि थिएन, त्यही भएर अलिक कम भिडियो बनाएको साथीहरु। अनि म अनि मौसी अनि नानी रोपाइतिर लाग्यौं, छिटो सकेर फेरि घर पनि जानु छ सबैजनालाई हैन त साथीहरु। अनि यति रोपाइसकेर चाहिँ हामी एकछिन
यतिमै क्या साथीहरू नानीले चाहिँ हाम्रो लागि चाहिँ खाजा लिन जानुभएको थियो अनि खाजा लिएर आउनुभएको अनि भोक पनि लागेको थियो होइन साथीहरू अनि खाना त खानै पर्यो नभए त कहाँ कामै गर्न सकिँदैन अनि के ल्याउनु भएको छ त साथीहरू मेरो नानीले नास्ता आजको भिडियोमा चाहिँ हेर्दै गर्नु है देखाउने छु म अनि जसले चाहिँ भात खानुहुन्न उहाँको लागि चाहिँ भात पनि ल्याउनु भएको थियो अनि नास्ता पनि अनि यस्तो मतलब यस्तो खेतहरूमा खाना खान यस्तो मिठो लाग्छ साथीहरू यो चाहिँ अरू अस्ति नै हाम्रो खेत रोपाइ हुँदा त हाम्रो गाउँ नजिकै थियो होइन अनि गाउँकै घरमा खाएको अनि आज चाहिँ पुरै खेतमा बसेर खाँदैछौँ साथीहरू खाजा यस्तो मिठो लाग्छ नुन भात पनि यस्तो राम्रो लाग्छ कि भन्नै मतलब कसरी भनौँ के त्यस्तो एकदमै मन पर्छ होइन नुन भात पनि गम रुच्छ कि अनि यो हेर्न सक्नुहुन्छ मैले चाहिँ मुरी खाएँ मलाई चाहिँ प्राय खेतहरूमा चाहिँ भातभन्दा पनि मुरै नै मनपर्छ अनि त्यस पछाडि हामी चाहिँ फेरि रोपाइसकेर यहाँ अलिकति बिसाउँदैछौँ अनि मेरो नानीले चाहिँ खतरा गीत ले सुरु गर थारू गीत कहाँ माही झलका चला मछरिया कहाँ माही झलका तारुआ कहाँ माही झलका पिया के पगरिया कहाँ माही टिकुली झलका चला मछरिया रहू में झलका तारुआ शोभा में झलका रामा पिया के पगरिया मांगा में टिकुली यस्तो मिठो गीत सुनेर त साथीहरू हामी चाहिँ फटाफट खेत रोपिसक्यौँ होइन साथीहरू अनि खेत रोपाइ सकिसक्यौँ हाम्रो चाहिँ हामी सबैजनाले अनि लाग्यौँ घरतर्फ साथीहरू घर चाहिँ नजिकै नै छ भनौँ न यहाँभन्दा लाग्छ 3-4 मिनट तर नजिकै छ नभए अरू खेत अलि टाढा नै हुन्छ अनि हामी चाहिँ घरमा आइसकेर मासु बनाउने तर्फ लाग्यौँ साथीहरू अनि सबैजना फटाफट काम गरेर त्यही हाम्रो मासु पनि पाकिसक्यो हेर्न सक्नुहुन्छ आजको भिडियो पनि मेरो यति